हजुरहरूले मेरो भ्लगमा आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ। म पनि एकदम सन्चै छु है साथीहरू। आज पनि म हजुरहरूको सामु एउटा नयाँ भिडियो लिएर आएको छु साथीहरू। आज चाहिँ म के गर्न गइरहेको छु भने आज चाहिँ मैले एकदम मकै भुटेर खान मन लाग्यो क्या साथीहरू। आज चाहिँ म मकै भुटेर खाँदैछु है। ल है साथीहरू, आज चाहिँ म मकै भुटेर खान जान्ला है साथीहरू। मकै भटमास है गुन्द्रुकको अचार एकदम मिठो हुन्छ है साथीहरू। अब चाहिँ मैले मकै भुट्न सुरु गरेँ है। तपाईँहरूले कतिको मनपर्छ मकै भुट्या अनि गुन्द्रुक साँडेको? मैले चाहिँ लास्ट मिठो लाग्छ है मकै र भटमाससँग गुन्द्रुक साँडेर खाएको चाहिँ। मकै भुट्दैछु मकै, कस्तो मजाले फुलाउँछ यो चाहिँ। साथीहरू अब चाहिँ मकै पच्ने थालेछ, फुलाउन थालेछ। साथीहरू मेरो मकै चाहिँ अब पाकिसक्यो। अब चाहिँ म यसमा यसले खनाउँछु। हेर्नु है मेरो मकै यति भइसक्यो साथीहरू। वा अब यति बाँकी छ। अब चाहिँ मेरो अन्तिम हुँदैछ मकै भुट्ने। एकैचोटि किन यति धेरै भुटेको भन्नुहुन्छ होला। हाम्रो चाहिँ अब म बच्चाले घरिघरि भुट्न दिँदैन नि त मेरो। अब अहिले चाहिँ मामा हुनुहुन्छ छुट्टी होइन र, त्यही भएर चाहिँ म एकैचोटि यति भुटेर राख्यो भने त 4-5 दिन खाजा पुग्छ नि त। हजुर वाह कसले दिएको? बाजेले फी गर भन जाऊ, बाजेले फी गर भन्नु जाऊ। ल है साथीहरू, अब चाहिँ मेरो मकै भुटेर सिद्धो म भटमास चाहिँ मैले अस्ति नै भुटेर राखेको छ। रहेको छ मेरो गुन्द्रुक, यसलाई चाहिँ म अहिले अचार बनाउँछु। ल है साथीहरू, अब चाहिँ म गुन्द्रुकको अचार बनाउन गइरहेको छु। यसको लागि चाहिँ यहाँ छ टमाटर, यो लोकल, यो चाहिँ पसलमा किनेको, खोर्सानी, धनियाँ अनि टिमुर, मसला, ठुलो खोर्सानी अनि नुन हेर्दै जानु होला है। अब चाहिँ यहाँलाई चाहिँ मसलामा पिस्न गइरहेको छु साथीहरू। अचार बनाउँदैछ है अचार, गुन्द्रुकको अचार भनेपछि त मेरो त पहिल्यै मुख रचाउँछ हौ। यो टिमुर लगाएपछि त स्वादै बेग्लै हुन्छ। अब चाहिँ मेरो टमाटर पनि पिसिसकेँ मैले। अब चाहिँ म यसमा गुन्द्रुक लाग्छ है साथीहरू। मलाई त बनाउनुभन्दा अगाडि नै मुखमा पानी आइसक्यो। गुन्द्रुकको अचार भनेपछि त पहिल्यै मुख रसाउँछ। अब चाहिँ यसलाई म यसरी थिच्छु। वाह के मिठो बन्यो कि अब यो। हजुर के भयो छोरो? अचार रेडी भयो मेरो चाहिँ। अब चाखेर मैले त कस्तो छ साथीहरू। मिठो साह्रै मिठो। मकैसँग कति मिठो होला झन् यो। आपा
ल है साथीहरू अब चाहिँ हामी मकै खाने कार्यक्रम है मकै मिठो चाहिँ मिठो छ गुन्द्रुक साँधेको मकैसँग गुन्द्रुक यस्तो मिठो हुँदैन फेरि मेरो चाहिँ दार्जिलिङ पनि हुँदो रहेछ छोरीहरू चाहिँ जौला खाएको मिठो छ कति मिठो छ धेरै मिठो भन्नु न मकै कति मिठो छ हो एकदम मिठो छ नसानु न मकै खानु न मकै भरमास गुन्द्रुक साँधेको मिठो छ गाउँघरको खाजै मिठो हुन्छ कि आफैले बनाएको अर्ग्यानिक हो नि त यो कति मान्छेले पैसा हालेर त पाउँदैन यो बसलको चाउचाउ खाने भने त यो मकै मिठो छ खानु न मिठो हुन्छ ल गाइस मकै साथीहरू जेठी बुहारीको भ्लगलाई माया गरिदिनु होला सबैजनाले मलाई त बोल्नु पनि आउँदैन साथी हो साथै बोलेको भए पो जान्नु आशी हेर्दै दिदीलाई तामाङमुरी चाङ्दे मकै चाम्लो गम गफेरू घमाधम मकै खाने है म चाहिँ झन्नैले झिङ्गा झिङ्गा भएको मेरो यहाँ नातिनी झनै लडेको त्यसो गर्नु हुँदैन सानो बाख्रा चाहिँ करार बन्छ म्याउ हेर्नु न बच्चाहरू के भएको खाजा खाने होइन खाजा खाऊ भनेर जाउला पकाइदिएको यस्तो मिठो खाजा जाउला खाँदैन साथीहरू अहिले चाहिँ यहाँ बच्चाहरू सबैजना खेलिरहेको छ होइन सबभन्दा सानो चाहिँ मेरो छोरा है ठुलो दादा दिदीहरूसँग खेल्ने भन्छ बिचरा तर कहाँ सक्ने उनीहरूसँग खेल्न दौडिनै सक्दैन त्यहाँ हेर्नु नाच्ने तालु खेलिरहेछ सानो पुन्टे दिचेन घरमा आऊ पाल्मा बहिनी खोइ हो ल भाइलाई पनि खेलाउलु दिचेन ल ल छोरा पुन्टे मौसम चाहिँ यस्तो छ अहिले कुक्कु खेलेको हो पाल्नु ऊ भाइ कुक्कु खेल्ने ऊ कुक्कु खेलेको ऊ भाइले तिमीलाई कुक्कु गरे ऊ लुकी छिपी गरे क्या ऊ या भन न दिदी भाइ खेलिरहेछ त्यहाँ पाल्नु दिदी कुक्कु भन छोरा कुक्कु या भन ल है साथीहरू हाम्रो चाहिँ मकै सकै भुटेर खाएर खाना पनि बनाएर खाइसक्यो अनि हामी रुममा आएको है सानो तपाईँले मम खानुभयो कि खाएन कति खानुभयो मिठो छ कि छैन उनी चाहिँ मेरो छोरी हो नि त साथीहरू सरिना ज्ञानी छ मेरो छोरी धेरै ज्ञानी
पहिलादेखि धेरै ज्ञानी थियो अहिले त झन् भाइ चाहिँ धेरै सक्छ मम्मी टस बालेको नि त्यत्तिकै हाई भन हजुरहरूले खाना खानुभयो भन हामी चाहिँ अब खाना खाएर पनि सुत्न लागेको भन हो ल अनि साथीहरू मेरो भ्लग चाहिँ यस्तै हो है सुरु सुरुमा यस्तै हो फेरि तपाईँहरूले कस्तो लाग्छ त्यही अनुसारको कमेन्ट गरिदिनु होला कसरी चाहिँ राम्रो बनाउने कुन प्रकारको भिडियो ल्याउँदाखेरि राम्रो हुन्छ अलि इन्टरटेनमेन्ट चाहियो कि कस्तो चाहियो त्यो पनि कमेन्ट गरिदिनु होला खासमा त मलाई अलि रमाइलो खालको कन्टेन्टहरू लिएर बनाउनु मन छ तर के हो कसले क्यामेरा समाउनु अनि अब एक्लैले मात्रै कन्टेन्ट ल्याउन नसक्ने त्यसमा बच्चाहरू छ बच्चाहरूले बनाउनै दिने साथीहरू के गर्नु त्यहाँ हेर त ऊ हाई भएर पहिला बाई गर न पहिला बाई गरेर बुखान पहिला बाई गर न नाइ बुझेन नाइ बुझेन नाइ लु बाई गर न बुखान बुखान बाई गर न बाई चिप्पी गर आई लभ यु भन सलाम गर सलाम सलाम बुखाने यस्तै हो साथीहरू के गर्नु अब के भनौँ के राम्रो भ्लगहरू ल्याऊँ कन्टेन्टहरू ल्याऊँ भन्यो भने यस्तै हुन्छ कि बच्चाहरूले पनि दिँदैन त्यसमाथि अब एक्लैले पनि ल्याउने कुरा भएन होइन खिच्ने मान्छे पनि छैन आफू एक्लै छु के गर्नु त त्यसमाथि अब क्यामेरा सेट गर्ने उहरू पनि छैन कसरी एक्लैले मात्रै कन्टेन्ट ल्याउनु अहिले चाहिँ अब सुरु सुरुमा यस्तै हो साथीहरू पछि पछि चाहिँ म समयअनुसारको गाउँहरूको हजुर पछि पछि चाहिँ म अब समयअनुसार गाउँघरमा कस्तो कस्तो कामहरू हुन्छ होइन गाउँले जीवन कस्तो हुन्छ त्यो सबै देखाउने छु हेर्दै गर्नु होला सबैजनाले माया गर्नु होला साथ सपोर्ट दिँदै गर्नु होला मैले चाहिँ अब भर्खर युट्युब खोलेको हो नि त नयाँ छु 1 हप्ता पनि भएको छैन त्यही भएर सब्सक्राइब नगर्नु भएकोहरूले सबैले सब्सक्राइब गरिदिनु होला साथीहरू ल है साथीहरू आजको लागि चाहिँ मेरो भिडियो यति नै भयो मेरो पुच्चाले मलाई भिडियो बनाउनै दिएन हजुर बुखाने भइरहेको छ यहाँ बुखाने हो पक्का पक्का भन त साँच्ची म्याउ भन्देऊ त म्याउ भन्देऊ बाई गर्देऊ ल बाई चिप्पी ल सलाम बाई साथीहरू गुड नाइट